स्टार्ट गरेको ल सुरु 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 ल कता उना सुन्ने हो र त हाल्ने कता हाल्ने बस्नु न बुवा उता बस्नु न कता बोलाउ त्यो चियर हामी चाहिँ कता बस्ने भन्ने लगाउँदा पनि हुन्छ 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 बाबाहरु बस्नुहुन्छ हामी चाहिँ उभिएर बया बस्नु म यति आफ्नो पर्छ अब पहिले त्यहाँ बस्नु भइहाल्छ छोडो त दिलो छोड्यो त भइलो जाऊ ल जाऊ त दिपारे विक्रम पहिले जाऊ मम्मी उता उता जान्छ यहाँ छ मम्मी कति ए काकी लाउनु हो तपाईहरु जानुहुन्छ हो हैन जेनलाई त्यस्तो छोड्दिनु यता त खै नजिक गो गर्न साथीलाई के हुन्छ हैन तपाईले जाने सेरी एक दिन जान्छु म त जान्छु टुरी खेल्न शनिबार आज गोकर्णमा छ यता देखि पैसा यही गोकर्ण हैन रिजर्ट हैन उभेर पढ्दैन सूर्य र कान्छाम उभेर पढ्दैन खै यहाँ हेरौँ त सबैजनाको एउटा ग्रुप फोटो ल अनि पहिला खिच्यो अनि ल सूर्य आउ न भात होला बुवा चाहिँ बस्नु न त्यो चाहिँ हटाउनु है हैन बाबु त्यही हो भविष्य त तिम्रो भविष्य ज्ञानी हुनु पुर्खाको नाम राख्नु नुहाको भएको बजुलाई बजु ढोक्दैछ जुसानले मेरो नानीहरू होइन म त दबाई खानको लागि निरोगी हुनु बाँसीले गएर बाँसी फेरि बेकारमा निक्लेर ढाड दुखेर त्यहाँदेखि फेरि बस बस सबै मेन बस फोटो खिच्दै तपाईँले दिनु सर यतै अब यो हामी हिँड्नुभन्दा त बस बस होइन अब ल बस बस पहिला यो त्यो होइन
जय जय होस् जय होस् मामाले होइन एउटा दुईटा राखिदिनु के हुँदैन होइन हौ एउटा मामाको त्यो मामा त्यो मामा ल मैले त सुन्दै थिएँ नि अनि बिचमा अरू अब तँलाई मैले अब यसो गर्न त बाबुहरू यो जम्मेछ नि यो जम्मेर त्याग छुट्टा छुट्टै है अब दिपा त्यो ल बुवाले लगाइदिनु अब त्यो हो यो ल यो त्यो लगाइदेऊ त्यो अब बस स्ट्यान्ड यहाँ अब यो पूजा यो नहटाउनु भयो यो यतिकै हुन्छ अहिले यसो गरेर राख्नु कि भनेर नि यहाँ अहिले ल होइन के पनि हुन्छ झन् बिग्रिन्छ अहिले त्यति पनि पऱ्यो ल खादिएको सर आजदेखि अब भयो राम्रो आशीर्वाद देऊ न आशीर्वादै आशीर्वाद आशीर्वाद चाहिँ मन भन्नुहुन्छ रश्मि कि रेसमा कि रश्मि अब आएछौ राम्रो गरेर उ गर्नु घर गर्नु बाबु सबै मिलाउनु पर्छ अब पहिला यसो ल्याउनु मात्रै एउटा यो गराइदेऊ यो पनि यो लगाइदेऊ न रसमलाई यो यो चाहिँ तपाईँले नानीलाई लगाइदिनु आजदेखि है बुवा मम्मी बस्नुहोस् अब ल ल ए जुसा दियो हटा बाबु कहाँ राख्ने त अब पहिला त पढेर त सबैसँग फाइदा भयो बडा
अब ढोक्नु त ढोक्दै पर्छ ल हट तेरी ल पपालो उडे फोटो खिचौँ त अब दिपक फोटो खिच्छ चिनाउनु को ल सबैलाई चिनाउनु है
त्यो चाबी भेटेन भन्दै थियो